एउटा बेग्लै खालको आन्दोलनमा जाने निर्णय गर्यो। त्यो समयको हिसाबले र प्रकृतिको हिसाबले यो अलग आन्दोलन हुँदैछ। कैयन पार्टीहरू मिसन 84 तिर गइराखेका छन्। हामी केवल मिसन 84 वा भोटदेखि भोटसम्मका लागि, चुनावदेखि चुनावसम्मका लागि यो आन्दोलन हुँदै छैन र कुनै एउटा इस्युमा मात्रै, अलग अलग इस्युमा असंगतिपूर्ण तरिकाले अलग अलग समाधानको कुरा गर्ने त्यो खालको प्रयत्न पनि हामी गरिरहेका छैनौँ। यो मिसन 84 को कुरा मात्रै होइन, आइरहने गइरहने तर मुलुकका लागि खास ठोस मूर्त उपलब्धि नदिने ती 84हरूको कुरा गर्दैछौँ हामीले। यस अर्थमा यो एउटा लामो आन्दोलन हुनेछ, सम्भवतः धेरै लामो आन्दोलन हुनेछ। यसको आज हामीले प्रारम्भिक घोषणा मात्रै गर्न जाँदैछौँ र प्रकृतिको हिसाबले भन्ने हो भनेदेखि पछिल्लो कालमा अनेक आन्दोलनहरू भएका छन्। पार्टीको ठाउँ खोज्न, पार्टीका नेताहरूको ठाउँ खोज्न, सत्तामा ठाउँ खोज्नका लागि अनेक खालका आन्दोलनहरू भएका छन्। तर जनताको ठाउँ खोज्न, खास गरी श्रमजीवी जनताको ठाउँ खोज्न, संविधानले निर्दिष्ट गरे बमोजिम जनताले पाउनुपर्ने मौलिक हकहरू नपाएर छटपटिरहेका ती तमाम लाखौं ती जनताको ठाउँ खोज्ने आन्दोलन, यो आन्दोलन प्रकृतिको हिसाबले त्यस अर्थमा यो अलग आन्दोलन हुँदैछ। यस अर्थमा मैले भने कि यो प्रकृतिको हिसाबले पनि समयको हिसाबले पनि एउटा लामो आन्दोलनमा हामी अब सुरु गरेका छौँ र खास गरी हामीले भन्दै आएका छौँ, साम्राज्यको कालमा, उपनिवेशको कालमा कैयन मुलुकहरूमा साम्राज्यको शासन रह्यो, उपनिवेशहरू भए। त्यसले ती मुलुकहरूको इतिहासमा उनीहरूले त्यसलाई अपमानको इतिहास भन्ने गरेका छन्। हाम्रो जस्ता केही मुलुकहरू छुटेका हौं, साम्राज्यको कालमा प्रत्यक्ष उपनिवेश नबनेका मुलुकहरू, ती मुलुकहरूको पनि हाम्रा जस्ता मुलुकहरूको एउटा इतिहास रह्यो। त्यो पनि कलङ्कपूर्ण, त्यस अर्थमा त्यो अपमानपूर्ण इतिहास रह्यो कि दशकौं दशकसम्म ती मुलुकहरू गरिबीमै रहे, पछौटे नै रहे। ती मुलुकहरू नयाँ आधुनिक सभ्य संसारतर्फ, त्यस अर्थमा समानता, मान्छेले आर्जेको श्रमबाट, आफ्नो श्रमबाट उत्पादित वस्तुमाथि नियन्त्रण हुने त्यस खालको सभ्य, त्यस अर्थमा समाजवादतर्फ जान छटपटाइरहेका ती मुलुकहरू, ती अहिले पनि यो अपमानको इतिहास बेहोरेर बसेका छन्। जस्तो कि नेपालको पनि हामीले त्यस अर्थमा भन्दाखेरि गएको 70 वर्ष, गएको 75 वर्ष, 7 साल पछाडिको हाम्रो इतिहास, हाम्रो इतिहासमा हामीले ठुल्ठुला कामहरू गरेका छौँ र राजनीतिक हिसाबले भन्ने हो भने एउटा गौरवपूर्ण एउटा विरासत बनाएका छौँ। तर यत्रो लामो समयसम्म पनि अहिले पनि खास गरी बेरोजगारी समाधान नहुनु, अहिले पनि कुशासनको समस्या समाधान नहुनु, हाम्रो जस्ता इतिहास के अरे मुलुकको यो भेलमा, बाढीमा संरक्षणको कुरा जहिले पनि ओझेल पर्ने गरेछ। तर हाम्रो राज्य वा राजनीतिक नेतृत्व गैर जिम्मेवार छ। उद्योगका लागि स्वीकृति दिने र कर उठाउने बाहेक राज्यले अर्थो गर्दैन। आफ्नो उद्यमको विकासका लागि योजना र दृष्टिकोणको अभाव हाम्रो राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो कमजोरी हो। जबकि औद्योगिकरणमा सफलता हासिल गरेका हरेक मुलुकले आफ्नो उद्योगको संरक्षण गरेका छन्। हाम्रो गणतन्त्रले पनि आज आफ्नो उद्यमको संरक्षण गर्ने राज्य वा राजनीतिक नेतृत्व खोजेको छ। विद्युत विकासलाई औद्योगिकरणको आधार बनाएर नेपालले फड्को मार्न सक्छ। त्यसका लागि अहिले नै औद्योगिकरणका लागि निर्धारित डेडिकेटेड जलविद्युत परियोजनाका घोषणा गर्नुपर्छ। बुढीगण्डकी वा कर्णाली चिसापानी हामीले नेपालको
कि 10,000 मेगावाट डेडिकेटेड हाम्रो विद्युत उत्पादन गर्छौँ भनेर लाग्ने हो भने 5 वर्षमा 10 वर्षमा मुलुकले धेरै धेरै ठुलो काम गर्न सक्छ। हाम्रो उत्पादन प्रतिस्पर्धी बनाउन ऊर्जामा सहुलियत दिने र औद्योगिक क्षेत्रहरू निर्धारण गरेर जग्गाको समस्या समाधान गर्दा उद्योगको आधार बन्छ। खास गरी खाद्यान्न, फलफुल, माछा मासु, दूध, तरकारी, काठ, रेसा, जडीबुटी, सिमेन्ट लगायत नेपाली कच्चा पदार्थमा आधारित उद्योगको संरक्षणका लागि आवश्यक कर लगायत वित्तीय सुविधाहरू दिनै पर्छ। साना र घरेलु उद्योगहरूलाई विशेष संरक्षण दिनुपर्छ। संक्षेपमा आजको दुनियाँमा राष्ट्रिय पुँजीको विकास राज्य स्वयंको योजनामा मात्रै हुन सक्ने तथ्यलाई ध्यान दिँदै हाम्रो राज्यका नीति तथा कार्यक्रमहरू पनि त्यसै अनुकूल बनाउनुपर्छ। हरेक लगानीलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्छ। विप्रेषण र गैर आवासीय नेपालीको पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्त्वपूर्ण स्रोतका रूपमा परिचालित गर्दै 3 खम्बे अर्थतन्त्रलाई बलियो बनाउँदै र औद्योगिक रोजगारीको सृजना गर्दै 10 वर्षमा औद्योगिकरणको पहिलो चरण पूरा गर्न सकिन्छ, पूरा गर्नुपर्छ। पर्यटन, धार्मिक सांस्कृतिक बहुलता तथा साझेदारी र प्राकृतिक तथा भौगोलिक विविधता हाम्रा संसार प्रसिद्ध विशेषता हुन्। काठमाडौँ उपत्यका पहाडी र मैदानी जनजातिका सांस्कृतिक धरोहर लुम्बिनी र सगरमाथा, पशुपतिनाथ, जनकपुर, अग्ला पहाड र हिमाल, संरक्षित तथा आरक्षित क्षेत्रहरू, आकर्षक वन्यजन्तु र चराचुरुङ्गी आदिले हाम्रो पर्यटन उद्योगको विशाल सम्भावना बोकेका छन्। खास गरी सडक तथा हवाई यातायात सेवाको गुणस्तर, पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्यीकरण, भन्सार तथा भिसामा सहजीकरणमा राज्यले ध्यान दिँदा पर्यटन क्षेत्रमा नीति क्षेत्रको लगानी धेरै बढ्न सक्छ। राजनीतिक र नीतिगत स्थिरताका साथ विकास गर्ने वातावरण पाउँदा आगामी 10 वर्षमा वर्षेनी कम्तीमा 40 लाख पर्यटक भित्राउन सकिनेछ। अहिले करिब 3 लाख रोजगारी भएको पर्यटन क्षेत्रमा 10 लाख भन्दा बढी रोजगारी सजिलै पुर्याउन सकिन्छ। पूर्वाधार, कृषि उत्पादन, उद्योग तथा व्यापार, पर्यटन तथा शिक्षा र स्वास्थ्य लगायत सेवाका क्षेत्रहरूको विकासका लागि यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, टेलिफोन तथा इन्टरनेट जस्ता पूर्वाधार अनिवार्य हुन्छन्। यस्ता पूर्वाधारमा मूलतः राज्यले नै लगानी गर्नुपर्छ। त्यस्तो लगानीले रोजगारी र राष्ट्रिय आयमा गुणात्मक योगदान गर्छ। कृषियोग्य सबै भूमिमा सिँचाइका लागि पूर्व पश्चिम नहर, उद्योग, यातायात र सबै क्षेत्रमा विद्युतीकरण गर्न सकिने गरी ऊर्जाको विकास, दुवै छिमेकीबाट पाउनुपर्ने पारवाहन सुविधाका लागि आवश्यक सडक तथा रेल यातायात, कृषि, उद्योग तथा पर्यटनका उत्तर दक्षिण सडक सञ्जाल, सबै नागरिकलाई स्वच्छ खानेपानी, सबैका लागि टेलिफोन र इन्टरनेट सेवा हाम्रो प्राथमिकता हुनुपर्छ। पूर्वाधारको विकास गर्दा वातावरण तथा पर्यावरणको रक्षा तथा विकासलाई विशेष ध्यान दिनुपर्छ। योजनाबद्ध पूर्वाधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गरिरहनेछ। शिक्षाले मानिसलाई समयअनुसार बौद्धिक ज्ञान र प्राविधिक सिपका साथ बाँच्न सक्षम बनाउनुपर्छ। मुलुकको समृद्धि र समाजवादका लागि यो एउटा पूर्व शर्त हो। तर आजको शैक्षिक व्यवस्थाले एकातिर प्राथमिक तहदेखि नै दुई खालका नागरिक उत्पादन गर्दैछ। खास गरी सार्वजनिक शिक्षाको अवस्था निराशाजनक छ। यस अवस्थालाई फेर्नै पर्छ। त्यसका लागि आगामी 10 वर्षमा आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाएर निजी र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्नुपर्छ। सबै सार्वजनिक शिक्षण संस्थामा आधुनिक सूचना प्रविधि पुर्याउनुपर्छ। हरेक वडामा प्रारम्भिक बाल विकास कार्यक्रम लागू गर्दै माध्यमिक तहमा विद्यार्थीहरूलाई पारिवारिक, सामाजिक तथा नागरिक जीवनका दायित्वका बारेमा अध्ययन गराइनुपर्छ। 12 कक्षादेखि प्राविधिक शिक्षाको विशेष व्यवस्था गरेर विद्यार्थीहरूलाई उत्पादन र सेवाका क्षेत्रमा मर्यादित रोजगारीका साथ बाँच्न सक्ने बनाउनुपर्छ। शिक्षामा डिजिटल प्रविधिलाई जोड दिँदै भविष्यमा डिजिटल उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने गरी विकास गर्नुपर्छ। उच्च तहको शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्छ। यसरी नेपालको शिक्षा व्यवस्थालाई मुलुकको समृद्धि र समाजवादको ध्येय अनुकूल बनाउन सकिन्छ। स्वास्थ्य, जीवन धान्न सक्ने गरी मानव स्वास्थ्यको रोजगारी मानव स्वास्थ्यको पूर्व शर्त हो, जसले उपयुक्त खाना, आवास, पर्याप्त आराम जस्ता आवश्यकता पूर्ति गर्छ। सँगसँगै उपचार सेवाको पनि उत्तिकै महत्त्व छ। अहिले मुलुकमा अत्याधुनिक स्वास्थ्य सेवा पनि छ, तर त्यो विशुद्ध नाफामा आधारित छ। आधारभूत स्वास्थ्य सेवामा समेत अत्यधिक बजारीकरणले गर्दा गरिब तथा विपन्न जनताको ठूलो हिस्सा अत्यावश्यक स्वास्थ्य सेवाबाट समेत वञ्चित छ। स्वास्थ्य सेवाका संरचनाको विस्तार भएर पनि जनशक्ति र औषधि तथा स्वास्थ्य सेवाका अन्य उपकरणको अभाव छ। त्यसैले उपयुक्त र सबैको पहुँचमा भएको सार्वजनिक स्वास्थ्य सेवा सुविधाको जिम्मा राज्यले लिनै पर्छ। राज्यले ध्यान दिँदा 5 वर्षभित्र आपतकालीन शल्यक्रिया,
एक्सिडेन्टहरूबाट हुने घटनाहरूमा विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्न सकिन्छ। प्रभावकारी स्वास्थ्य बीमा, स्थानीयदेखि सङ्घीय तहसम्मका अस्पतालहरूमा उपयुक्त प्रेषण व्यवस्था, रिफरल सिस्टम, राज्यले लगानी गरेको चिकित्सा शिक्षाबाट उत्पादित जनशक्तिले निश्चित समय मुलुकमा सेवा गर्नुपर्ने नियमको प्रभावकारी कार्यान्वयन र यी सबैका लागि आवश्यक बजेटको व्यवस्था गर्दा 10 वर्षमा सबै नेपालीले महामारी र नसर्ने घातक रोगहरूको उपचार समेत गर्न सक्ने सेवाको ग्यारेन्टी गर्न सकिन्छ, मूलभूत रूपले सम्पन्न गर्न सकिन्छ।